नानी म तँलाई माया गर्दिन। ए तँ मलाई माया गर्दिनस्? गर्दिन। आइया म त जस्तो बलात्कारीलाई माया गर्दिन। बोके यसले त मलाई बलात्कारी भने नि। माया गर्दिन भन्छ। यति सोझो दाइलाई, यति राम्रो दाइलाई माया नगरेर हुन्छ? माया त गर्नु पर्यो नि। बोके आऊ त जा। हस् दादा भन त मलाई माया गर्दिनस्? गर्दिन। अझ गर्दिन भन्छस्? अन्तिम पटक भन्दैछु भन के गर्छस्? म तँलाई माया गर्दै गर्दिन। त्यसो भए के गर्छस्? म त जस्तो अपराधीलाई घृणा गर्छु। कस्तो दादा मिठो छ। मन परे मान्छेको सबै थोक मिठो हुन्छ। तँलाई राम्रो मुखले भन्दा लागेन होइन? बोके हजुर दादा। मालाले हस् दादा। छोड। दादा बोके हजुर दादा। सिन्दुर पनि ले। कि दादा तँलाई यही सिन्दुर हालेर मेरो नभने कहाँ छोड्छु र म? छोड। हो दादा हो। बोके आऊ त जा। हस् दादा। छोड्दै भने छोड। ठुलिआमा ए ठुलिआमा मेरो हात त खोल्दिनु। ठुलिआमा ए बुढिया मेरो हात त खोलिदिएर जाऊ। विलम्ब भयो हजुर, के गर्ने होला? राम्रो कामको लागि त विलम्ब भइहाल्छ नि हजुर। आउँदै होली आइहाल्छ नि। आज अलि मन्दिरमा भिड भएला हो क्या बुला। आफूलाई यहाँ कस्तो हतार भइसक्यो। आत्तेर मात्रै हुन्छ? चुप लाग मोरा। एकैछिन आयो हजुर। यता समयमा घर नआउने, डाँगो त्यही हलाउने, यस्तो मान्छेलाई पालेर काम छैन बुला। अन्धो पाङ्गो लाजो लथेप्लो जस्तो आए पनि हिँडेर पठाइदिउँ। यस्तो मान्छेले घरमा लागेर हुँदैन बुला। तालो कताइदिइहाल्यौँ। भने जस्तो सजिलो कहाँ छ र? मैले पनि त्यही चाहेको त हो नि। भनेको फिटिक्कै मान्दिन। मैले के गरेँ? के गर्ने होइन? बहिनीको बिहे गर्ने। हुल्के बल्को केटी डाँडा कताकै बेच्छु। ए बुला सुन न, त्यो जल्दै भएन भने नि त्यो आँखा इत्त भएको नेतला हाल्छ नि, नभए त्यसलाई तातो लगाइदिउँ न, भइहाल्छ नि। त्यस्तो वायात कुरा नगर। मेरो पनि समाजमा आफ्नै इज्जत छ नि। तितो तितो भन्दा भन्दै कुन दिन बहिनीले बेदत गर्थ्यो भने थाहा पाउला। हेर छोरा, हिजो पढ भन्दा पढ्नु गर्नु कुनै काम जोतो हलो खायो माम भनिस्। एउटा कपाल पालिस, कपाललाई छोरी कसरी दिँदो रहन्छ? तँलाई केटी माग्न हिँड्ने 10 टा हिँडिसक्यो, मेरो जुत्ता फाटिसक्यो। अब यहाँ पनि छोरी दिएन भने त नागै बस्ने भएछ है छोरा। खै के हो बा, मेरो खप्परमा त बिगाउनु दिएको छैन होइन, छँदै छैन। यहाँ पनि भएन भने घरको सानो के भयो बहिनी? अर्काले सिँदुर हालेको आइमै हामीलाई भिड्न खोज्ने, मान्छेलाई दिउँसै पागल बनाउने। हामीलाई एउटै विवाहित आइमाईको लागि यत्रो समय कुराउने। हेर छोरा, अब तुले आइमै बिहानी होइन, कन्नी केटी बिहानी। खुट्टा भए कति पाइन्छ केटी, कति पाइन्छ हजुर। हामीलाई झुट्टो भन्नुभयो, अरूलाई झुट्टो पनि होइन नि, बुझ्नुभयो? त हुन्छ नि हजुर पहनिन्छ हजुर पहनिन्छ। माया के भयो तिमीलाई? किन रोएको? टाउकोमा यो कसले के गरे? के यो अचम्म? नानी
तपाईँको टाउकोमा सिन्दुर त्यो अनुहारमा कतै भयो दाइ भाउजू मलाई त्यो अशक्ति नेत्रेले जबरजस्ती अपहरण गरेर रुखमा बाँधेर सिन्दुर हालिदियो। कहाँ जालिस मथली? मेरै ढडिया भनेको त यही हो नि। कोही पनि छैन रहेछन्। अब यसलाई सिन्दुर हाल्ने यही बेला हो। जसरी नि मेरो हुन लेखिसकेस्, बुझिस्? अब म तेरो कोही भइसकेँ। म छोडिहाल्छु नि अब। अबबाट तैँले मलाई श्रीमान भन्नुपर्छ, बुझिस्? कता अल्झियो फेरि? ल हिँड। यसलाई त सिन्दुर हाल्दा नि भागिया केटी। ओए केटी, ओए मेरो केटी, मैले बिहे गरेको नि तँलाई पख्न पख। कहाँ गयो के यो? ओए मेरो स्वास्नी, पख्न मैले बिहे गरेको नि तँलाई। ए त्यसले त्यसो गर रमिते, के रमिते आइरहेको? त्यहाँ बन्ने भित्र ल र खुकुरी बजार के छ लिएर चट्टै बनाएर नकाटी छोडिदिनु, 2 टुक्रा बनाइदिन्छु। तपाईँ एकैछिन बदलै गर्नु है, म कल आइहाल्छु। छिटो ल्याउन। बोला छोडिदिनु के छोडिदिनु, नेपाली काम त थै गरेको छ। यता ल्यायो भने छिटो छोडिदिनु भने चुला। भाउजू मलाई त्यो नेत्रे मुर्दाले हालेको सिन्दुर एकछिन पनि राख्न मन छैन। जाउँ न पखालिहालौँ। त्यो त भयो 10 मिनट, खोलामा गएर पकालिहालौँ। छिटो जाउँ भाउजू, त्यसको सिन्दुरले मेरो टाउको खाइसक्यो। नेताले सही काम त गरेको रहेछ नि, त्यसलाई पनि नपटेको रहेछ त। खुलुक्क उतै मुन्जेकी भए त भइहाल्छु नि, किन त मोलेकी हो। अझै यसलाई भेट्नु न मात्रै 2 टुक्रा बनाइदिन्छु, यसरी नै छिनालिदिन्छु। भाउजू के भयो? त्यही होइन नानी, मेरो पनि लाखाम त्यसले त्यो कहाँ छ त आज? आफूले मन पराएर सिन्दुर हालेको मान्छेको आफ्नै आँखा अगाडि सिन्दुर पखालिँदा कस्तो नरमाइलो लाग्दो रहेछ। थुक्क मेरो जिन्दगी कति अभागी रहेछु म। त्यसरी सिन्दुर हालेर पनि उनलाई मैले आफ्नो बनाउन सकिनँ। तर म
अझै प्रयास जारी राख्छु। नमस्कार, म रोमा विष्ट। नमस्ते, म मुभी घले। नमस्ते, म गोपाल अर्याल। नमस्कार, म लिया पन्त। नमस्ते, म राधिका ठकुरी। नमस्कार, म राजु कार्की। नमस्ते, म देविका खड्का। नमस्ते, म अजय खड्का, सपोर्ट युनिट। नमस्कार, म खुसी खड्का खुसी। हाम्रो भिडियोलाई लाइक शेयर सब्सक्राइब र कमेन्ट गरिदिनु होला। हामीलाई माया गर्नुहोस्।